आज वैशाख 24 गते आफ्नै गाउँमा रहेको मन्दिरमा मम्मी र म पूजा गर्न जाँदैछौँ। पूजा गर्न जानुभन्दा अगाडि चाहिँ नानीलाई स्कुल पुर्याउनको लागि स्कुल पनि लिएर जाँदैछु साथीहरू। त्यसै क्रममा चाहिँ आज फेरि गाडी अलि छिटो आएछ क्या, गाडीले पनि छोडिहाल्यो अनि नानीलाई फेरि चोक पुर्याएर चाहिँ गाडी चढाएर आएँ। छोरो चाहिँ स्कुल जान मानेकी छैन क्या, आज गाउँको मेला जान्न भनेर रिसाइरहेको छ। तर म चाहिँ छोरोलाई भरे स्कुलबाट आएर मामु छोरा मेला घुम्नु पर्छ है, अनि म तिमीलाई चोकोबार आइसक्रिम किनिदिन्छु भन्दै फकाउँदैछु। यहाँ चाहिँ केटाकेटीहरू माथि बेलबारीबाट पनि आएका छन्, देवर बाबुले लिएर आउनुभएको छ। देउरानी पनि आउने भन्दै थिइन्, तर पसल खोल्न मान्छे नभएर चाहिँ ऊ पसलमा बसेकी रहेछिन्। यहाँ चाहिँ जाने क्रममा हामी मन्दिर जाने क्रममा चाहिँ बाटोमा मेला पनि लागिसकेको रहेछ साथीहरू। देख्न सक्नुहुन्छ बबल टी पनि ल्याएका रहेछन्। त्यसै क्रममा हामी चाहिँ मन्दिरतर्फ प्रस्थान पनि गरिसक्यौँ साथीहरू। मम्मी र म चाहिँ जाँदैछौँ, मम्मी अघि हिँड्दै हुनुहुन्छ, म चाहिँ पछि भिडियो बनाउँदै हिँड्दैछु। अनि यतापट्टिको साइडमा चाहिँ खाजा नास्ता बनाइराख्नु भएको रहेछ। टाढा टाढादेखिको व्यापारीहरू आउनुभएको रहेछ। मेला खासै ठुलो त छैन, ठिकैको मेला लागेको छ। यहाँ चाहिँ सालै पछि लाग्छ वैशाख 24 गते भनौँ न होइन, धेरै त भएको छैन, यो 4-5 वर्ष भएको छ यहाँनिर मेला लाग्न सुरु गरेको। खुसी लागेको छ हामीलाई हाम्रो गाउँमा विकास भएको देख्न पाउँदा। अनि मम्मीले चाहिँ मलाई पूजा यताबाट घुम यताबाट भन्दै सिकाउँदै हुनुहुन्छ। यहाँ चाहिँ फेरि गाउँको बहिनीहरूसँग, दिदी र बहिनीसँग भेट भएर फोटो पनि यसो खिच्यौँ, भिडियो बनायौँ। अनि त्यसै क्रममा फेरि फोटो खिचिदिनु भाउजू, फोटो खिचिदिनु भन्दै हुनुहुन्थ्यो। अनि फोटो खिचेको लास्टमा भिडियो भएछ। यो पनि केही छैन। हामी चाहिँ पूजा गर्न भित्र छिर्छौँ साथीहरू। पूजा गर्न भित्र छिर्दै गर्दाखेरि चाहिँ मैले फेरि घन्टी बजाउनै बिर्सेछु क्या। अनि सुरुमा पूजा गरेँ, त्यस पछाडि भएर चाहिँ फेरि घन्टी बजाएँ। मम्मी आफ्नै धुनमा पूजा गरिराख्नु भएको छ, म पनि पूजा चाहिँ गर्दै नै छु आफ्नै धुनमा पूजा गर्दैछु। धेरैजना भक्तजनहरू आइराख्नु भएको छ पूजा गर्नको लागि। पालैपिलो पूजा गरिरहेका छौँ। अहिले बिहान त खासै मेला ठुलो त छैन, दिउँसो चाहिँ मेला ठुलै होला सायद, ठुलै हुनेवाला छ मेला। घाम टन्टलापुर घाम छ बिहानै। अनि हामी चाहिँ पूजा गरिसक्न अन्तिम बेला हुँदैछ। अनि मम्मी र म चाहिँ आफ्नै धुनमा पूजा गर्दैछौँ। मैले चाहिँ बहिनीलाई भिडियो खिच्न लाएँ, बहिनीले भिडियो खिचिदिनु भयो, भिडियो बनाइदिनु भयो। अनि अब चाहिँ हाम्रो पूजा सक्ने बेला पनि हुन लाग्यो। अनि मम्मी र म चाहिँ बाहिर निस्क्यौँ साथीहरू।